साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो यस युट्युब च्यानल चन्दन शाह 208 मा। तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र थम्बनेल्स हेरेर तपाईहरुले थाहा पाइहाल्नु भएको होला के छ भिडियो भनेर। आज मध्य प्रदेशमा सहायक चौथो द्वितीय पत्रको एक्जाम भइसकेका छ। चाहिँ यसको प्रश्न लिएर म आइसकेका छु र तपाईहरु पनि एक्जाम दिनु भएको छ भने तपाईहरुलाई थाहा होला के छ प्रश्नपत्र र नदिएका साथीहरुलाई चाहिँ म लिएर आएको छु। उनीहरु हेर्न सक्नुहुन्छ उहाँहरु कस्तो क्वेशन रहेको छ। क्रमशः 1 नम्बरदेखि म सुरु गर्दैछु पढेर तपाईहरुलाई म जानकारी गराउन चाहन्छु के क्वेशन छ भनेर। प्रश्न नम्बर 1 मा रहेको छ कार्यालयको काममा दर्ता चलानीको महत्त्वमाथि प्रकाश पार्दै चलानी गर्नुको उद्देश्य बारेमा लेख्नुहोस्। काममा दर्ता र चलानीको महत्त्व सोधेको छ र अर्को 3 नम्बरमा 3 मार्क्सको लागि चलानी गर्नुका उद्देश्यको बारेमा लेख्नुहोस् भन्ने यो 3 मार्क्सको रहेको छ साथीहरु। त्यस्तै गरी प्रश्न नम्बर 2 मा यहाँ 2 मा बैठक व्यवस्थापनले बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गराउनको लागि ध्यान पुर्याउनु पर्ने पक्षहरू उल्लेख गर्नुहोस् क्वेशन रहेको छ प्रश्न 2 मा। यसको भनाइको मतलब बैठक व्यवस्थापनले बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गराउनलाई ध्यान पुर्याउने पक्ष लेख्न भनेको साथीहरु यसको। त्यस्तै गरी प्रश्न नम्बर 3 मा छोटकरीमा लेख्नुहोस्। फाइलिङको छोटकरी लेख्नुहोस् र बैठक व्यवस्थापनको छोटकरीमा लेख्नुहोस् भन्ने क्वेशन नम्बर 3 मा रहेको थियो। त्यस्तै गरी चौथो नम्बरमा टिप्पणी र प्रतिवेदन बीचको फरकका बारेमा प्रकाश पार्दै टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुरा के हुन्। यहाँ 2 वटा क्वेशन जोडिएका छ साथीहरु। टिप्पणी र प्रतिवेदन बीचका फरक लेख्नुपर्ने हो पहिला। त्यसपछि टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू यो चाहिँ 3 मार्क्समा रहेको छ। यस्तै गरेर 3 2 5 रहेको छ। अब क्वेशन नम्बर 5 मा टिप्पणी लेखनको अवधारणा अस्पष्ट पार्दै टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन्। यही क्वेशन चाहिँ तपाईले लङमा पनि सोधिएको छ साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ। टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू व्याख्या गर्नुहोस् र टिप्पणी लेखनको अवधारणा 3 मार्क्समा रहेको छ अस्पष्ट पार्दै र यहाँ टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू 7 मार्कमा रहेर जम्मा 10 मार्क्सको रहेको छ साथीहरु। त्यस्तै गरी क्वेशन नम्बर 6 मा यहाँ 6 मा सेवाग्राही गुनासो व्यवस्थापन किन आवश्यक छ। गुनासो किन आवश्यक छ भनेर क्वेशन रहेको छ। त्यसपछि गुनासो व्यवस्थापनका तरिका वर्णन गर्नुहोस्। यसको चाहिँ गुनासो व्यवस्थापनको विभिन्न तरिका हुन्छ साथीहरु। त्यसको तरिका वर्णन गर्नुहोस् भन्ने क्वेशन रहेको छ। खण्ड 1 को 6 वटा क्वेशन भयो साथीहरु। खण्ड बी मा आए हामी। खण्ड बी मा रहेको छ नेपालको संविधान अनुसार नागरिकको कर्तव्य र राज्यको दायित्व उल्लेख गर्नुहोस्। यसको मतलब संविधानबाट आएको छ साथीहरु क्वेशन। नागरिकको कर्तव्य र राज्यको दायित्व 2 वटा क्वेशन जोडिएको छ। दुईटैको प्रश्नको उत्तर लेख्न भनेको छ यसमा 7 नम्बरको प्रश्नमा। त्यस्तै गरी प्रश्न नम्बर 8 मा नेपालको संविधान बमोजिम स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस्। यो मौलिक हक भित्र स्वतन्त्रताको हक पर्छ साथीहरु। उसको भित्रमा के व्यवस्था रहेको छ भन्ने क्वेशन रहेको छ प्रश्न नम्बर 8 मा। त्यो लेख्न भनेको थियो। क्वेशन नम्बर 9 मा मध्य प्रदेश लोकसेवा आयोगको परिचय दिँदै यसका प्रमुख कार्यहरूमाथि प्रकाश पार्नुहोस्। मध्य प्रदेश लोकसेवा आयोगको परिचय 3 मार्क्समा रहेको छ साथीहरु। यसका प्रमुख कार्यमाथि प्रकाश पार्नुहोस् 7 मार्क्समा रहेको छ। यसै गरी 10 नम्बरको हो 10 मार्क्सको लागि। प्रश्न नम्बर 10 मा साथीहरु नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रमुख कार्यहरू संक्षिप्त चर्चा गर्नुहोस्। यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यहरू भनेको साथीहरु लेख्नलाई क्वेशन नम्बर 10 मा। त्यस्तै गरी खण्ड सी मा आइपुगे हामी। 11 नम्बर प्रश्न रहेको छ साथीहरु। रामले आफ्नो आम्दानीको 33% खानामा 42% शिक्षामा खर्च गर्दछ। 100% मध्ये 33% खानामा र बाँकीको 42% शिक्षामा खर्च गर्दैछ। यदि शिक्षामा खर्च गरेको रकम यति रहेको छ। शिक्षामा खर्च गरेको रकम यहाँ राखिदिएको छ साथीहरु। भन्ने रामले खानामा कति रकम खर्च गर्छ होला। यो चाहिँ त इजी रहेको साथीहरु। तपाईहरु पढेको साथीहरु निकाल्न सक्नुहुन्छ।
त्यस्तै गरी क्वेसन नम्बर 12 मा निम्न अङ्कहरूको औसत अङ्क निकाल्नुहोस्। औसत सबैलाई जोडेर कति रहेको छ? एकदमै सजिलो क्वेसन रहेको छ साथीहरू। 12 नम्बरको क्वेसन हेर्न सक्नुहुन्छ यहाँ। औसत निकाल्न भन्दैछ। यो 5टाले जोडेर भाग भए कति हो? 6 गरेर हुन्छ, 6वटा जोडेर। यस्तै हो प्रश्न। प्रश्न नम्बर 13 मा 20 मिटर लम्बाइ र 12 मिनट चौडाइ भएको बगैँचाभित्र 2 मिटर फराकिलो बोटहरू बनेका छन्। 20 मिनट लम्बाइ र 12 मिनट चौडाइ भएको बगैँचाभित्र 2 मिटर फराकिलो बोटहरू बनेका छन् भने बोटको क्षेत्रफल निकाल्नलाई बनेको छ। त्यस्तै गरी प्रश्न नम्बर 14 मा आइपुगे हामीहरू साथीहरू। र तपाईहरु अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरेर भिडियो मन परेमा लाइक गर्नुहोला र साथीहरुमाझ यो भिडियोलाई पनि शेयर गर्नुहोला। अब हामी क्वेशनतर्फ लाग्दैछौँ साथीहरु। क्वेशन नम्बर 14 मा एउटा टिभीको परल मूल्य रु 20,000 र वाशिङ मेसिनको परल मूल्य 60,000 रहेको छन्। दुईटैको एउटा टिभीको 20,000 र वाशिङ मेसिनको 60,000 रहेको छ। यदि टिभी 25% नोक्सानमा र वाशिङ मेसिन 25% नाफामा बिक्री गर्यो भने समग्रमा नाफा वा नोक्सान कति प्रतिशत हुन्छ भन्ने प्रॉफिट एन्ड लसबाट यो क्वेशन रहेको छ साथीहरु। त्यस्तै गरी हामी 15 नम्बर क्वेशनमा आइपुग्यो। निम्न भनाइहरूलाई प्रतिशतमा रूपान्तरण गर्नुहोस्। निम्न भिन्नहरूलाई प्रतिशतमा रूपान्तरण, यहाँ इन्टु 100 गरेर यसको एन्सर चाहिँ आउँछ साथीहरु। त्यस्तै गरी 16 नम्बरमा रहेको छ। 16 नम्बरमा 16 वटा कलमको मूल्य यति पर्दछ भने 42 वटा कलम किन्न कति रुपैयाँ चाहिएला? यो क्वेशन रहेको छ साथीहरु। एकदम सजिलो छ। एउटा निकालेर इन्टु 42 गरियो भने सिधा एन्सर आउँछ। सजिलो क्वेशन रहेको थियो म्याथ खण्डमा। अब तृतीय पत्रको क्वेशन पनि म भोलि लिएर आउने छु। त्यसको लागि तपाईहरु च्यानल सब्स्क्राइब गरेर नोटिफिकेसन बेल अन गरेर राख्नु होला र भिडियो मन परेमा सानो कमेन्ट र एउटा लाइक गरेर तपाईहरु च्यानललाई सब्स्क्राइब गरेर नोटिफिकेसन अन गर्नु होला। हस्त धन्यवाद साथीहरु। जय नेपाल।